हाम्रो चाहिँ टिम एनएसएबाट चाहिँ हाम्रो चाहिँ भाइ अब निकेश चाहिँ अब हामीबाट चाहिँ एकदम टाढा जाँदैछौँ होइन। गलबन्दी चिनो बाई बाई बप्पी बाई बाई। मेरो नेपालमा चाहिँ अन्तिम डान्स हुनेछ। मिलेर यत्रो बेरसम्म हामी सँगै भयौँ, मिलेर यस्तो भिडियो बनायो होइन। एकदम दुःख त यस्तो दुःख लाग्छ नि होइन है। ल आउँछ आउँछ ल नमस्ते भन्नु पऱ्यो। अनि हामी चाहिँ अब पहिला सुरु त बोल्छु कि म बोला बोल्नु के बोल्नु म बोल्दिनँ बोल के भयो बोल्नु कि पहिला बोल्नु अलि यता आउने केटा है रेडी नमस्ते गाइज होइन। अब यो कुरा नि कसरी भन्ने होइन। आज चाहिँ हामी टिम एनएसए चाहिँ हजुरहरूको सामु चाहिँ यसरी आएको छौँ। हामी चाहिँ कहिले पनि यसरी भिडियो चाहिँ बोलेर हामीले कहिले पनि गर्दैनौँ होइन। तर चाहिँ आज चाहिँ एउटा गर्ने बाध्य नै भयो होइन। अब हामी टिम एनएसएबाट चाहिँ हाम्रो चाहिँ एकजना भाइ हाम्रो चाहिँ निकेश चाहिँ अब घाटो भएन भएन बोल्दै अब नमस्ते सबैमा नमस्कार होइन। हामी चाहिँ टिम एनएसए आज चाहिँ तपाईँहरूको सामु चाहिँ एकमुष्ट रूपमा आएको छौँ होइन। हामी चाहिँ कहिले पनि यसरी चाहिँ भिडियो बनाएर चाहिँ हजुरहरूको अगाडि चाहिँ यसरी बोल्न आएको थिएनौँ होइन। तर चाहिँ आज चाहिँ एउटा चाहिँ बोल्ने वातावरण नै त्यस्तो भयो होइन। हाम्रो चाहिँ टिम एनएसएबाट चाहिँ हाम्रो चाहिँ भाइ अब निकेश चाहिँ अब हामीबाट चाहिँ एकदम टाढा जाँदैछौँ होइन। आफ्नो उज्जवल भविष्यको लागि चाहिँ भाइ चाहिँ कोरिया जाँदैछ होइन। अब हामी चाहिँ केही पनि होइन। आज चाहिँ तपाईँहरूको सामु चाहिँ हामी चाहिँ चारजना, हाम्रो क्यामेराम्यान चाहिँ उदिम हुनुहुन्छ होइन। अनि यता चाहिँ आयुष अनि निकेशलाई चाहिँ सबैले चिन्नुहुन्छ। अनि म चाहिँ सञ्जय। तपाईँको सामु चाहिँ यति हो कि हजुरको सामु चाहिँ थ्याङ्क यू भन्नलाई मात्रै आएको हामी चाहिँ होइन। यत्रो समयसम्म हामीलाई चाहिँ यो भिडियोमा चाहिँ सपोर्ट गरिदिनु भयो होइन। हामी यति धेरै माया गरिदिनु भयो होइन। हामी तपाईँहरूको चाहिँ सपोर्ट तपाईँहरूले यति माया नगरिदिनु भएको भए हामी चाहिँ यसरी चाहिँ हाइटमा आउँथेनौँ होइन। अब त्यही होइन। अब लास्ट चाहिँ एउटा एक शब्द अब भाइले चाहिँ राखिदिनु हुन चाहिँ म अनुरोध गर्छु। म भन्यो भने रुन्छु होला, तर पनि म छोटो मिठो भन्छु। सबैजनालाई नमस्ते। अनि म चाहिँ निकेश गुरुङ अनि हामी चाहिँ टिम एनएसए। अनि हाम्रो मेन साउट आउट टु हाम्रो क्यामेराम्यानलाई पनि है एकदमै हाम्रो उदिम गुरुङ भएको छ। अनि आज चाहिँ अलिकति खुसी पनि लाग्छ। खुसी चाहिँ अलिकति होइन कि धेरै लाग्छ। अनि अब नरमाइलो त भइहाल्छ। अनि त्यही माथि अहिले चाहिँ हामी चारजना आएछौँ। अनि एकदम अब कस्तो भनौँ, अब हाम्रो यो एकदम मिलेर अब सँगै भिडियो बनाउन पाउँदैनौँ। मेन दुःख भनेको मलाई अरू केही दुःख छैन, हाम्रो टिमबाट चाहिँ है सबै गुड छ। अहिले मेन दुःख भनेको हामी मिलेर भिडियो बनाउन पाउँदैनौँ। यति बजी आइछ यति बजी आइछ भनेर एउटा त्यो बनाउन पाउँदैन। त्यो चाहिँ एकदम मिस हुन्छ हो। सबै आफ्नो लाइफमा सबैले आफ्नो गरिरहेको हुन्छ। तर यो हुन्छ नि एउटा टिम भएपछि चाहिँ एउटा गएपछि चाहिँ खल्लो हुँदो रहेछ। मलाई चाहिँ एकदम अब भन्दा अलिक गाह्रो भइरहेको छ कि। तर पनि अब हुन्छ नि मिस हुन्छ सबै कुराहरू। हामी एउटै ड्रेस लगाएर हामीले कल्चरलाई पनि जोगाउँछौँ होइन। मेन साउट आउट टु हाम्रो सञ्जय दाइलाई पनि मैले कहिले पनि भनेको छैन, अहिले चाहिँ भिडियोमा भन्छु। किनभने हामी चाहिँ म पऱ्यो भने एक्लै भिडियो नि बनाइदिन्छु होइन। तर हामी चाहिँ सञ्जय दाइले कस्तो हुन्छ भने चाहिँ एउटा ग्रुप भएपछि एउटा मिलेर गर्ने। अनि साउट आउट टु हाम्रो आयुषलाई पनि है। अनि पालै पालो भन्छ है आयुषलाई पनि। भिडियो लामो हुन्छ होला, जो सुनिदिनु होला। अनि साउट आउट टु हाम्रो आयुषलाई। अनि आयुषले चाहिँ जे भने पनि हाम्रो सबै कुराहरू हामी चाहिँ बनाम भनेपछि बनाम टाइपको हामीलाई यस्तो माया देखाउनु भएपछि चाहिँ हामी एकदमै जोसिन्छौँ पनि। अनि मेन साउट आउट टु हाम्रो क्यामेराम्यानलाई पनि एक कलमा आइहाल्ने हाम्रो क्यामेराम्यान चाहिँ हाम्रो उदिम रहेको छ। अनि एकदम मलाई चाहिँ मिस भनेको चाहिँ सबभन्दा चाहिँ त्यही हो, सँगै भिडियो बनाउन पाउँदैनौँ। अनि तर हामी टचमा भए पनि टचमा त हुन्छौँ, तर हामी सँगै भिडियो बनाउन पाउँदैन। त्यो मेन दुःख नै त्यही हो, अघिदेखि नै त्यही भन्दैछु। किनभने अब कुरा नै त्यही हो। अब धेरै लामो हुन्छ होला सायद, त्यही भन्छु। अब भन्नु त्यही हो गाइज होइन। अब लास्टमा के भन्ने त होइन। अब
भाइको चाहिँ जहिले पनि अब मनले आँटेको सोचेको जस्तो सधैँ पुरा होस् होइन। जतिको अहिले चर्चा छ उहाँ कोरियामा पनि गएर अझै त्यति चर्चा होस् होइन। राम्रोसँग पढ्ने, आफ्नो उज्जवल भविष्य बनाउने होइन। त्यही हो, मेरो भाइहरूलाई चाहिँ जहिले पनि मेरो सपोर्ट छ होइन। केही भयो भने केही पर्यो भने मलाई भन्नु होला होइन। त्यही हो, हामी टिम एनएसए। थ्याङ्क यू गाइस, नबिर्सिनु होला। थ्याङ्क यू भेरी मच। गाह्रो भयो यार। सबैजनालाई नमस्ते, छ्याजलो स्यामी जे प्रेम भनौँ। अनि हिजोको देखिहाल्नु भयो होला केही भयो। अनि अहिले चाहिँ हामी चाहिँ सन्जु दाई हाम्रो अब चाहिँ एउटा चाहिँ के भन्न चाहन्छु भने हाम्रो आज अन्तिम भिडियो हुनेछ। अनि पेड है यो चाहिँ गाइस, म ढाँट्दिनँ होइन। यो चाहिँ हामीलाई चाहिँ बाहिर देशबाट चाहिँ अफर दिनुभएको। उहाँले चाहिँ हाम्रो चाहिँ यो टिकटक चाहिँ पैसा तिरेर गरिदिनु भएर चाहिँ हामी गर्न लाग्यो। त्यही भएर हामी चाहिँ गर्न लागेको छौँ। अनि त्यही माथि कति गोरा अब हामी गर्नु लाग्छौँ। आयुष र उदिम आउँदैछ। अनि त्यही हो, अनि यिनीहरू बाटो बिर्सो जस्तो। अनि त्यही हो, अब चाहिँ हामी चाहिँ जान्छौँ। अनि अब कस्तो खल्लो पनि लागिरहेको छ। आयो तिनीहरू। अनि अब चाहिँ हामी यहाँबाट भेला भएर जान्छौँ। अब अन्तिम टिकटक हुनेछ हाम्रो नेपालमा। त्यही भन्दै अब अहिलेलाई बिदाई, अहिले पछि भेटौँला। मेरो नेपालमा चाहिँ अन्तिम डान्स हुनेछ ड्रेस लाएर। अनि त्यही हो। हेलो गाइस, केटाहरूको 7 बजी छ। केटाहरूको 7 बजी छ बल्ल। ल अब चाहिँ हामी लास्ट सुट गर्नको लागि चाहिँ साइना सेवा र अब चाहिँ हामी जाँदैछौँ है। यी सन्जय रेडी ल अच्छा ल यसरी देखाउँछु ल आउला ल भइसकेको छ। ल म त चढ्न लाग्यो अब चढ्न देऊ न यहाँ। ल आज चाहिँ हिमाल चाहिँ एकदम राम्रो खुलेको रहेछ। ल अगाडि हिँड्नु गाइस, हेभी गो। अब चाहिँ कहाँ पो जाने अरे विकेश? कार्की डाँडा। धन्दै अर्को आज कुरा निस्क्यो कार्की डाँडा। ल पोखरेलीहरूले ट्राफिक रुल्स त बेसी फलो गरेर रहेछ त हो। ल दिस इज द डेली लाइफ अफ पोखराको भ्यू कि सरी अलि राम्रोसँग भन्न पाएन। दिस इज द डेली भ्यू अफ पोखरेली गाइस। सक्छ त पोखरामा पोखरेलीलाई आउँदा हिमाल ए हल मिलेन। क्या दामी भ्यू छ यार। ल मलाई चाहिँ अब जाडो भयो। ल टोपी अब अगाडि मलाई कति जाडो भयो होला। आई डोन्ट केयर। बाई बाई। नो साइडलाइट बाल्यो न, नो के हो है। त्यो अङ्कललाई पनि धन्यवाद। आन्टी हो, आन्टी हो, आन्टीले धन्यवाद। चिन्दै छोडेछ के हाल्छ। टोपी लगाएको केही धन्यवाद। थ्याङ्क यू। सो दिस वाज द प्लेस चाहिँ हामीले मखमलीको सुटिङ गरेको थियौँ। गाइस दिस इज आवर स्ट्रगल। यस्तो बन्द के गर्नु पऱ्यो? लाइक कमेन्ट सेयर एन्ड रिपोस्ट। रिपोस्ट होइन जसले यो त युट्युबमा हाल्नु सब्सक्राइब गर्नु गाइजहरू चाहिँ बसिसक्नु पर्छ ल यहाँ चाहिँ। तर क्यामेरामा भन्दा
उता बोल्न सुरु गरेछ यता बोल्दैन अलिकति देखाइसक्यो नि स्ट्रगल नि देखाउँ भनेको गाइस आजको अब हामी सबै रेडी भइसकेका छौँ अनि हो अब यो चाहिँ हाम्रो लास्ट अन्तिम भिडियो अघिदेखि भनिरहेको छौँ किनभने अब कुरै त्यही हो अनि यहाँ आइस रेडी भइसक्यो हिमाल पछाडि मेरो हिमाल पछाडि हेर्न सक्नुहुन्छ ल आउनु त यहाँ उयो थम्बनेल खिचौँ आऊ त है ल हामी थम्बनेल पनि खिच्छौँ ल आउनु आइज केटा कपिराइट लाग्छ कि त्यो दाइ गीत कपिराइट ल थम्बनेलै केटा हिमाल देखाउँ न ल गाइज अब हामी चाहिँ खिचिसकेका छौँ अब हामी डान्सतर्फ लाग्छौँ है बेला बेला देखाइरहेको छु हेरिराख्नुलाई गाइज अब यहाँ चाहिँ हाम्रो प्र्याक्टिस भइरहेको छ है अब टेक हुन्छ यिनीहरूको फर्स्ट टेकमै हुन्छ उनीहरूले गर्न सक्नु पऱ्यो त्यति हो फर्स्ट टेक त मैले यिनीहरूले गर्न सक्नु पऱ्यो त्यही हो म चाहिँ क्यामेराम्यान हो फेरि हाम्रो क्यामेराम्यान रेडी छौ रेडी है हाम्रो आजको सिन देखाइदिउँ कस्तो देख्यो मोबाइलमा ओ माई गड किसिमै देख्यो त गाइस अब हामी फर्स्ट गाइस रेडी म्यान उदिमको कला हेर्न सक्नुहुन्छ गाइस यो पासपोर्ट त छ उदिमको क्यामेरा स्किल गाइस हाम्रो फोटोमा यो फाइनल टेक ल है त्यो गीत 4 टेकमा लास्ट टेकमा हाने 4 टेक गीत नै बजाउने छु त्यही हो गाइस है यो चाहिँ जोस आउँछ त्यतिखेरसम्म चाहिँ आमामा सिन त आज त किसिमै देख्यो यो भ्लग आएसम्म चाहिँ त्यो भिडियो आइसक्छ त एन्ड्रोइड टेक गाइस हल्का सर्ट साउन्ड पर्दैन घाम छैन हुन्छ यार पर्दैन म कहाँ हो बिच भनेर अगाडि बस्छु क्यामेरा मिलाउन नि गाह्रो छ गाइस गाह्रो छ
चाहिँ हाम्रो कन्टिन्यू डान्स गइरहेको छ है। आज झलीको पालो छ। यता यी स्पोर्ट हेर्दैछ हाम्रो क्यामेराम्यानले मिलाउँदैछ है। ल हेर्दै गर्नु होला, कपिराइट लाग्छ फेरि अहिले। हाम्रो यो लाउरा ड्रेसको वाला सिनको चाहिँ सबै भइसकेको छ। अब चाहिँ हामी चाहिँ अर्को गीत सुखी माया भन्ने गीतको चाहिँ हामी ड्रेस लाउँदैछौँ। उहाँ हेर्न सक्नुहुन्छ आइसकेको छ। ल अब चाहिँ हामी ड्रेस लगाएपछि भेटौँला है त। ल अहिले चाहिँ हामी अर्को सुखी माया हाम्रो जुन चाहिँ हाम्रो तिहारमा मार्केट खाइसकेको गीत अहिले चाहिँ हामी नाच्न गइरहेका छौँ। अब यसको पालो चाहिँ सुखी माया। अनि यहाँ अनि यहाँ चाहिँ हाम्रो क्यामेराम्यान। ल के भनिदिनुहोस् गाइज अलिकति त्यही हो गाइज, यो चाहिँ हाम्रो चाहिँ आज यो फाइनल ड्रेसअप हाम्रो चाहिँ एनएसएको चाहिँ सँगै होइन। अब कहिले अर्कोचोटि अब कहिले भेट भएर यसरी सँगै भिडियो बनाइन्छ होइन, थाहा छैन होइन। आइज न उदिम अब त्यही हो कि जस्ट यो टिममा चाहिँ होइन मिलेर यत्रो बेरसम्म हामी सँगै भयौँ, मिलेर यस्तो भिडियो बनायो होइन। एकदम दुःख त यस्तो दुःख लाग्छ नि होइन है। अब रोएर भएन, कराएर भएन होइन। अब जे होस् होइन, अब यो चाहिँ अब बाहिर गए पनि अब चाहिँ राम्रो गरोस्। अनि यो चाहिँ हाम्रो चाहिँ फाइनल भिडियो हो गाइस, त्यही भएर चाहिँ सबैजनाले माया गरिदिनु होला होइन। सबैले चाहिँ एकदम के निकेशलाई चाहिँ सबले अल दि बेस्ट भनिदिनु होला होइन। यसलाई चाहिँ जहिले नै आशीर्वाद दिनु सबैहरूले। अनि हामीलाई चाहिँ यसरी नै चाहिँ माया गरिदिनुहोस्, त्यही नै हो। थ्याङ्क यू गाइज। ल अब हामी बनाउँछौँ है त। ल फाइनली डन कडा। ल थ्याङ्क्स टु उदिम। एकदम अब खाना खान जाने नि त थक्काली। अब त्यो थकाली खान्छ नि यहाँ अहिले कर। ल अब हामी चाहिँ जान्छौँ कता गएर भेटौँला। सी यु देयर। अब यत्रो गरेपछि चाहिँ मिलाउनु पनि पर्छ, त्यही भएर अब मिलाएपछि भेटौँला। ल अब चाहिँ फाइनली डन सबै गरेर फिनिस है गाइस। म अघि गोरे थिएँ, अब अलिअलि कालो भयो। ठिक छ, ल गोरै छ। ल अब हाम्रो भ्याइएको अवस्था सक्यो अब। ल एउटा टुप्चा हान्थ्यो अलिकति 1 सेकेन्डको। यस्तो हुँदो रहेछ कि नाच्ने मान्छेहरूको चाहिँ हात खुट्टा बढी चल्दो रहेछ, मुख चाहिँ अलिक कमै चल्दो रहेछ। त्यही अब साथीले चाहिँ एप्रिसिएट गर्ने नै भन्ने त ल ल ल ल त्यही हो। अहिले हामी चाहिँ खाना खान जान्छौँ, त्यही गरेर भेटौँ है त। ल अब चाहिँ हामी खाना खानको लागि चाहिँ होइन कि सोल्टी थकाली खाना थाक्ली खाना गयो। अब कोर्टियार्डमा चाहिँ दाइले भनेको पिज्जामा चाहिँ एकदम मिठो पाउँछ अरे भन्दै क्या। ल अब हामी हेरौँ। म चाहिँ आज के भन्छ है त्यो पनिर करी होइन, पनिर करी होइन, फुड इन्सपेक्टर बनाएर जान्छ। अब कतिको टेस्टी हुन्छ दाइले भनेअनुसार चाहिँ गयो मान्छेहरू चाहिँ उता अगाडि। कहाँ सजिलो छ त। ल अहिले पछि भेटौँला। यो दिन एकजना जान्छ भनेर डेन्जर उसको पछाडि लगाएर खै अन्त मोबाइल जोसेर अगाडि बढेर कहाँ छिराइदियो त बडा आएको हामी चिन्थ्यो है। घुमाएर यता फेरि झोला यो बाटो चाहिँ मलाई थाहा छैन त। अब थाहा छैन यो बाटोमा कहिले आएको जस्तो होला अब चाहिँ हामी हाम्रो खाना खान ठाउँमा आइसक्यौँ कोर्टियार्डमा। मान्छे धेरै झसला। ओइ अगाडि राख्ने बिगरे टुसा यही हो। टुसामा ल फाइनली यु आर हियर। अब खाना इज माई एनर्जी। लास्टै भोक लागिसक्यो। झोला तपाईँले बोक्ने होला नि। फाइनली गाइज होइन, अब हाम्रो चाहिँ आयुषले चाहिँ झोला बोक्ने काम गरिरहेको छ यहाँ चाहिँ। अहिलेसम्म मैले बोकेँ भनौँ न। अब अहिलेसम्म चाहिँ मैले बोकिरहेको थिएँ, मैले काँधामा हालेर हिँडिराखेको।
जान लागेको छ भन्दै अहिले पछि माथि बसी देखाउनु है त अहिले चाहिँ हामी थकाली खाएर आइसकेको छौँ एकदम मिठो भयो अन एकदम मिठो भइसकेको छ हामी चाहिँ अहिले फुलमुन आएका छौँ फुलमुन आएको छौँ हाम्रो मालिक नि सक्नुहुन्छ अनि अब चाहिँ खाना चाहिँ एकदम एवान थियो अब हामी चाहिँ जान्छौँ घरतिर अब आज जे जस्तो भयो त्यति हो भन्दै अब अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि हाम्रो क्यामेराम्यानमा हेर्नुहोस् त अनि यस्तो छ हालत अनि त्यो थ्याङ्क यू फर द के भन्छ थ्याङ्क यू फर वाचिङ है फुल भिडियो अनि यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिएर नबिर्सिनु होला भन्न चाहन्छु अनि बाई बाई गाइस बाई बाई धन्दा मैले के हो भनिदिनु बाई 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 पप्पी बाई बाई गाइस हेलो जाने बेलामा जे होस् दुईजना चाहिँ आउनु भएछ अहिले चाहिँ ए सञ्जय दाइले फोन हाल्नु त सञ्जय दाइ आउनुहुन्छ भन्दै थियो ल अहिले चाहिँ हामी आउँदैछौँ यहाँ चाहिँ अब बिदा पाती लिनु पऱ्यो बाटोमै राम्रोसँग जाऊ होइन भाइ हामी चाहिँ एकदमै मिस गर्छौँ एकदमै दिदी हजुर लगाइदिनु फर्स्टमा ल मोटो कता हो ल कपाल हेर्न अब यसरी छोडेर आउनु पर्ने फोटो मात्रै खिचिदिन्छु तेरो त माग त बोल त्यो रुगा होला फेरि पतेको झोरामा डान्स गरे जस्तै भयो त कलाकार हो नि जे भए पनि यहाँ फोटो खिच्ने मान्छे यहाँ नाउ यो टर्न फोटोले गर्नु न लास्टमा फुल दिन्छ ओ माई गडनेस गलबन्दी चिनो भयो भन्न लाग्यो ल यता नवीन मेरो साथी छ आन्टी रोइदिनु भयो अघि बेच्दै रोइदिनु भयो ल मम्मीलाई भेट्नु